यहाँहरु सम्पूर्णमा नमस्ते। आज मिति 2081 साल फागुन महिनाको 25 गते यानी कि आइतबारको दिन सदाकै समय कन्काई ज्वेलरीको टिकटक पेज मार्फत यहाँहरु माझमा आइपुगेको छु। सुन चाँदीको दर भाव मैले नियमित रूपमा यहाँहरुलाई सहज होस् र सरल होस् र समयमै भाव प्राप्त होस् र तपाईको व्यवसायमा र खरिद गर्दाखेरि चाहिँ तपाईहरु नठगिनुहोस् भन्नको लागि पनि मैले समयमै सुनको भाव हाल्ने गरेको छु। सुनमा कहिले पनि व्यवसायले 10 रुपैयाँ पनि सुनको भाव भन्दा नेपाल सरकारले निर्धारण गरेको भाव भन्दा बेसी लिन मिल्दैन। त्यो कानुन विपरीत नै हुन जान्दछ। त्यसैले गर्दाखेरि पनि भाव जहिले पनि सही भाव र आधिकारिक भाव प्राप्त गरेर व्यवसायले पनि उपभोक्तालाई त्यही अनुसारको व्यवहार गर्नु पर्दछ। अर्को कुरा यहाँहरुलाई थाहा छ या छैन, सुनको भाव उपत्यका बाहिर र उपत्यका भित्र एउटै हुँदैन। उपत्यका बाहिर फरक भाव हुन्छ भने उपत्यका भित्र एउटै सरकारले तोकेकै भाव नै हुने गर्दछ। र अर्को कुरा यहाँहरुलाई म जानकारी दिन्छु, सुन 49995 नेपाल सरकारले ल्याउँछ। त्यसको भाव अहिले हामीले भनेकै रहन्छ भने तेजाबी सुन त्यही अनुसारको स्तर कम हुँदै जान्छ। 22 क्यारेट, 18 क्यारेट, 16 क्यारेट, 10 क्यारेट यसरी भावको गुणस्तर पनि सुनको गुणस्तर पनि त्यही अनुसारले कम हुँदै जान्छ। त्यही अनुसारले सुनको भावको पनि गुणस्तर अनुसारकै कम हुँदै जाने गर्दछ। आजको सुनको भाव 1,70,300 रुपैयाँ रहेको छ भने चाँदीको 1985 रुपैयाँ रहेको छ। सुनमा मात्र 100 रुपैयाँले बढेको छ भने चाँदीमा मात्र 5 रुपैयाँले घटेको छ। सुरक्षित लगानी सुनमा लगानी। यहाँहरुले सुनमा लगानी ढुक्क भएर गर्नुहोला। हवस् त, धन्यवाद।